लाग्यो जीवनको नयाँ अध्याय। जिन्दगीका केही पन्ना पढ्न बाँकी, केही सिध्याए। जीवन भोगाईको यो क्रममा आकाशको जुन झर्यो हाम्रो काखमा, अनि हर्षित भयो मन तोते बोली सुनेर। परी जस्तै तिम्रो त्यो रूपले जब हेर्यौ हाँसेर। यदि हिँड्न जानेनौ भने मेरो हात समाऊ, म तिम्रो सहारा बन्नेछु। आज डोर्याउँदैछु हातमा तिम्रो समय, भोलि तिमी मलाई पनि डोर्याऊ यसरी नै। हो यसरी नै। दैवको आशिष लागि नै रहोस् सधैँ नै तिमीलाई। सुकर्म गरी पहिचान बनाऊ, गर्व होस् हामीलाई। मूल्य र मान्यता आफ्नो संस्कृति नबिर्सनु तिमी जागे पनि। तर हिँड्न जानेनौ भने मेरो हात समाऊ, म तिम्रो सहारा बन्नेछु। आज डोर्याउँदैछु हातमा तिम्रो समय, भोलि तिमी मलाई पनि डोर्याऊ यसरी नै। यसरी नै। सुरुवात भए झैँ लाग्यो जीवनको नयाँ अध्याय।